गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी चाहिँ माथि घुम्न जाँदैछ। सो म तपाईहरुलाई भन्छु माथि पुगेरै कहाँ जाँदैछ हामी भनेर। अन्त हाम्रो भिडियो चाहिँ हेर्दै गर्नुस् होला। फाइनली हामी पनि आइपुग्यो अनि यो गेटलाई चाहिँ बसे रोडोडेन्ड्रन सेन्चुरिन भन्दै रहेछ। कस्तो लाग्दैछ तपाईलाई ठ्याङ्ला आउँदा? एकदम दामी यहाँको चाहिँ अक्सिजन एकदमै दामी रहेछ। सबैजना छुट्टी भएको दिन चाहिँ रेलमा घुम्न आइदिनुहोस्। फाइनली म चाहिँ फ्याङले पनि आइपुगेँ। अन्त हेर्नुहोस् न घरहरू कस्तो मजाको रहेछ, बस्ने ठाउँहरू पनि प्रोभाइड गरिदिएको रहेछ होइन। अन्त गुराँसहरू पनि फुलेर चाहिँ झर्नु आँटेको रहेछ फ्याङलेमा चाहिँ। अन्त अलिअलि चाहिँ रहेछ हो। अन्त घरहरू पनि मजाले बनाइदिएको रहेछ गभर्मेन्टले होइन। अन्त टावर देखेर चाहिँ म माथि चढ्दै थिएँ टावर, तर कस्तो डर लागिरहेको थियो टावर चढ्नु हो। अन्त त्यहाँदेखि चाहिँ माथि पुगेर चाहिँ यसो फ्याङलेको भ्यूहरू हेरेको। कस्तो मजाले बनाइदिएको रहेछ गभर्मेन्टले हो। यो चाहिँ टुरिस्ट स्पोटहरू पनि रहेछ नि त। अन्त मुनि आएँ होइन। अन्त यसो गुराँसको फुल टिप्नु भनेको माया लाग्यो। अन्त यसो हेरेँ होइन। त्यहाँदेखि मेरो पछि चाहिँ के अरे डोडो पनि आउँदै थियो मेरो साथ होइन। अन्त अब यस्तो कस्तो मजा लाग्दो ठाउँहरू रहेछ नि त। अन्त तपाईहरुलाई कस्तो लाग्यो? हामीलाई राम्रो लाग्यो, तर रमाइलो लाग्यो फिल्मलाखामा। तपाईलाई कस्तो भयो? एकदम मजा आइरहेको छ। तपाईलाई? हामीलाई त एकदम फर्स्ट टाइम आएको हो। एकदम खुसी लागेछ। हिँड्न पनि त्यस्तो साह्रो परेन। फाइनली हामी चाहिँ घुमिसक्यो। अब फर्किने टाइम। घरहरू पनि के भएको जस्तो टाइपको बनाएर रहेछ। यो चाहिँ वेस्ट सिक्किम चाहिँ हिपातलको माथि फरेस्ट सोमबारे फरेस्ट जस्तो पर्दो रहेछ। यो चाहिँ वर्षे पनि जाँदो रहेछ नि त यो ठाउँबाट। अन्त यो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला सबैजनाले। थ्याङ्क यू सो मच।